नमस्कार सबैजनालाई स्वागत छ हाम्रो च्यानल क्लियर कन्सेप्ट नेपालमा। आज चाहिँ म एउटा फाइनान्सको कन्सेप्ट ल्याएको छु, कन्सेप्ट अफ पीबीआईएफ एन्ड पीबीआईएफए भनेर। पीबीआईएफ र पीबीआईएफए भनेको चाहिँ यो चाहिँ प्रेजेन्ट भ्यालु फ्याक्टर हो, प्रेजेन्ट भ्यालु इन्ट्रेस्ट फ्याक्टर, र यो एन्युटी फ्याक्टर हो भने यो नर्मल प्रेजेन्ट भ्यालु इन्ट्रेस्ट फ्याक्टर है। त अब यो भनेको के हो भन्दाखेरि यो पहिला कन्सेप्चुअली बुझौँ र कति बेला पीबीआईएफ युज गर्ने र कति बेला पीबीआईएफए युज गर्ने र किन युज गर्ने भन्ने कुराहरू यो चाहिँ भिडियोमा हामी डिस्कस गर्छौँ। र सबभन्दा पहिला यो बेहदै धेरै नै चाहिँ कन्सेप्चुअल छ, यो कन्सेप्चुअल कुराहरू हामी हेरौँ है त। मतलब यो कहाँ युज हुन्छ भन्दाखेरि दुईटा प्रोजेक्ट छ, दुईटा प्रोजेक्टलाई हामी भ्यालुएसन गर्नुपर्ने छ। दुईटा प्रोजेक्ट, एउटा ए छ एउटा बी छ हैन। एउटा ए र बी मा चाहिँ मेरो क्याश फ्लो मतलब इयर 1 र इयर 2 इयर 3 मा तीनटा वर्षको चाहिँ मेरो क्याश फ्लो दिएको छ। फर्स्ट इयरमा मलाई चाहिँ 25,000 रुपैयाँ प्राप्त हुन्छ, सेकेन्ड इयरमा 30,000 रुपैयाँ प्राप्त हुन्छ र थर्ड इयरमा 40,000 प्राप्त हुन्छ। त्यस्तै बी मा पहिला 40,000 प्राप्त हुन्छ, अनि 30,000 प्राप्त हुन्छ, त्यसपछि 25,000 रुपैयाँ प्राप्त हुन्छ। ठीक छ। त्यो तीनवटा जोड्दाखेरि 40 30 70 र यहाँ कति भयो 25 95,000, यहाँ 40 30 70 र 25 कति भयो 95,000। यसरी हामीले चाहिँ नर्मल मान्छेको हिसाब किताब हेर्ने बेलामा दुईटै प्रोजेक्ट चाहिँ ठिक छन्, दुईटैमा एउटै पैसा आइरहेछ भने दुईटै प्रोजेक्ट मध्ये जुन चुज गरे पनि हुन्छ भन्ने लजिक लाग्ला। तर एक्चुअलीमा यस्तो रियल लाइफमा हुँदैन हैन। मतलब किन भन्दाखेरि जुन हाम्रो पैसा आज 100 रुपैयाँ छ भने के एक वर्षपछि 100 रुपैयाँको भ्यालु एक वर्षपछि 100 रुपैयाँ नै रहन्छ त? कि त्यसको भ्यालु चाहिँ इन्फ्लेसनले गर्दा कम भइहाल्छ? इन्फ्लेसनले गर्दाखेरि त्यसको भ्यालु के हुन्छ? कम हुन्छ। आजको 100 रुपैयाँ 10 वर्षपछिको 100 रुपैयाँ चाहिँ सेम रहँदैन हैन। त्यसको मतलब यदि आज चाहिँ 100 रुपैयाँको मोमो आइरहेछ भने 10 वर्षपछि फेरि त्यही एक प्लेट मोमो खानको लागि बढी पैसा तिर्नुपर्छ भनेपछि 100 रुपैयाँको भ्यालु, पैसाको भ्यालु बिस्तारै बिस्तारै के हुँदै जान्छ? कम हुँदै 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 जान्छ। भनेपछि कुनै पनि प्रोजेक्टमा जब हाम्रो चाहिँ तीनवटा क्याश फ्लो भयो भने त्यसको चाहिँ के हुन्छ त? क्याश फ्लो पनि अलग अलग भ्यालु हुन्छ। फर इक्जाम्पल यो ए भन्दा बी राम्रो कि बी भन्दा ए राम्रो निकाल्नको लागि यसको यो पैसाको आजको भ्यालु र यो पैसाहरूको आजको भ्यालु यदि हामी दुईटैलाई तुलना गर्छौँ भने बल्ल हामीलाई थाहा हुन्छ कि प्रोजेक्ट ए राम्रो कि प्रोजेक्ट बी राम्रो। ठीक छ। कति त्यसको लागि हामी के युज गर्छौँ? पीबीआईएफ युज गर्छौँ। के हो त पीबीआईएफ भनेको? पीबीआईएफ भनेको तपाईको चाहिँ एउटा टेबल हुन्छ हैन। त्यो टेबललाई युज गरेर हामी चाहिँ प्रेजेन्ट भ्यालु निकाल्ने गर्छौँ। के छ त टेबलमा हैन? टेबलको प्रयोग किन गर्ने? इन्फ्लेसन मान्दिनु न, इन्फ्लेसन चाहिँ 10% छ भनेपछि आजको पैसा चाहिँ फ्युचरमा गएर 10% अझै कम अझै कम अझै कम 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 हुँदै हुँदै जान्छ। त तपाईको पीबीआईएफ टेबलमा के छ भन्दाखेरि जस्तै पीबीआईएफ टेबल 10% छ भने पीबीआईएफ 10% छ भने यसरी बुझौँ। पहिला हामी बुझौँ कि मान लिनुस् तपाईले चाहिँ 1000 रुपैयाँ ब्याङ्कमा जम्मा गर्नुभयो हैन। मान लिनुस् तपाईले 1000 रुपैयाँ जम्मा गर्नुभयो भने ब्याङ्कमा यो 1000 रुपैयाँ फ्युचरमा कति रुपैयाँ हुन्छ हैन? यो 1000 रुपैयाँ फ्युचरमा मान लिनुस् ब्याङ्कले तपाईलाई कति % ब्याज दिन्छ? 10% ब्याज दिन्छ। त फर्स्ट इयरमा 1000 रुपैयाँ चाहिँ 1000 रुपैयाँमा 10% ब्याज आउँछ र यो कति रुपैयाँ बनिहाल्छ? 100 रुपैयाँ भएपछि 1000 को 10% कति भयो? 100 रुपैयाँ। यसको भ्यालु कति भयो? 1100। फेरि अर्को वर्षमा के हुन्छ? फेरि 10% जोडिन्छ। 1100 को 10% 110 रुपैयाँ। त यो कति आउँछ? 1210 रुपैयाँ। यसको मतलब यसमा ब्याजको ब्याज जोडिँदै 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 जान्छ र यसको मिनिङ के भयो भन्दाखेरि यो भनेको के भयो? फ्युचर भ्यालु। यो भनेको फ्युचर भ्यालु, भविष्यको भ्यालु इज इक्वल टु प्रेजेन्ट भ्यालु। यो मल्टिप्लाइड बाइ 1 प्लस आई को पावर n भनेको आई भनेको के हो भन्दाखेरि आई भनेको चाहिँ इन्ट्रेस्ट रेट हो है। त n भनेको नम्बर अफ इयर। यहाँ पुट गरेर हेरौँ है र यसको मिनिङ पनि बुझौँ। भनेपछि यहाँ यदि म 1000 रुपैयाँ आज जम्मा गर्छु भने 1 प्लस आई, आई भनेको कति? 10%। 10% भनेको 0.10। यसको पावर कति? 1 2 2 हैन। त यसको भ्यालु भनेको 1000 इन्टु 1.1 को पावर 2 1000 इन्टु 1.21 आउँछ। यसको भ्यालु भनेको 1210 रुपैयाँ। मिनिङ कि 1000 आज जम्मा गर्छु भने 2 वर्षपछि भ्यालु कति हुन्छ? 1210 रुपैयाँ हुन्छ। ब्याजको ब्याज पाइन्छ। त्यही भएर त अब अर्को तरिकाले सोच्दा 1210 रुपैयाँको भ्यालु
फ्युचरको भ्यालु 1210 रुपियाँ छ भने आज त्यसको भ्यालु कति छ 1000 रुपियाँ मात्रै छ हैन। त यसको भ्यालु कति भन्ने भयो 1000 रुपियाँ मात्रै हुने भयो। ठीक छ। त यसलाई भनिन्छ प्रेजेन्ट भ्यालु, पीबी भनिन्छ प्रेजेन्ट भ्यालु र यसलाई भनिन्छ के फ्युचर भ्यालु। तपाईको पीबीआईएफए टेबलमा सबै टेबलमा चाहिँ 1 रुपियाँको भ्यालु दिएको छ। 1 रुपियाँको भ्यालु मतलब भविष्यमा तपाईको 1 रुपियाँ छ भने आज 1 रुपियाँको भ्यालु कति त्यो चाहिँ पीबीआईएफ टेबलमा दिएको छ। ठीक छ। इक्जाम्पलको लागि जस्तै 10% चाहिँ हेर्नुहुन्छ भने इयर 1 2 3 4 भनेर 10% यहाँ पीबीआईएफ टेबल भनेर होला। पीबीआईएफ टेबलमा तपाईले चाहिँ पछाडी किताबको पछाडी हेरे पनि हुन्छ, नभए अर्कै एउटा चाहिँ अस्मिता पब्लिकेसन अरु पब्लिकेसनको चाहिँ आउँछ। त्यो पब्लिकेसनको चाहिँ किताबै पाइन्छ जसमा पीबीआईएफ टेबलहरु अरु कुराहरु हुन्छ हैन। त 10% को हिसाबले हेर्नु पर्दा हैन पीबीआईएफ टेबल हेर्नुहुन्छ भने पीबीआईएफ डिस्काउन्टिङ रेट कति छ 0.9091 0.8264 हैन 0.7513 यस्ता भ्यालुहरु छन्। मिनिङ के हो त? मिनिङ के हो भन्दाखेरि यो 0.9091 को मिनिङ यदि 1 रुपियाँ फ्युचरमा 10% हिसाबले 1 रुपियाँ प्राप्त हुन्छ भने त्यसको आजको भ्यालु 0.9091 हो। त्यस्तै 0.8264 भनेको के भनेको फ्युचरमा तपाईले 1 रुपियाँ प्राप्त गर्नु छ भने आज त्यसको भ्यालु चाहिँ कति पर्सेन्ट ब्याजको हिसाबले 10% ब्याजको हिसाबले आज त्यसको भ्यालु कति भयो 0.8264 भयो। त्यस्तै 0.7513 भनेको के 0.7513 भनेको यदि तपाईले फ्युचरमा 1 रुपियाँ प्राप्त गर्नुहुन्छ 3 वर्षपछि भने 1 वर्ष 2 वर्ष 3 वर्षपछि भने आजको त्यसको भ्यालु कति 0.7513 हैन। मतलब अर्को तरिकाले सोच्नुस् आज 0.7513 10% को हिसाबले लगाउँदै जानुहुन्छ ब्याजको ब्याज गर्दै जानुहुन्छ भने 3 वर्षपछि तपाईलाई कति प्राप्त हुन्छ 1 रुपियाँ प्राप्त हुन्छ। अब यो भ्यालु कहाँबाट आयो? भ्यालु कहाँबाट आयो भन्दाखेरि फ्युचर भ्यालु इज इक्वल टु प्रेजेन्ट भ्यालु इन्टु 1 + i को पावर n भनेर मैले भर्खरै बताएँ। त्यसपछि फ्युचर भ्यालु डिवाइडेड बाइ 1 + i को पावर n इज इक्वल टु पीबी लेख्न पाइयो हैन। त अब हेर्नुस् है त फ्युचर भ्यालु भनेको के? फ्युचर भ्यालु भनेको भविष्यमा मलाई 1 रुपियाँ लिनु छ। भविष्यमा मलाई 1 रुपियाँ लिनु छ भने त्यो भविष्यको आजको भ्यालु कति है। त जस्तै यसलाई चाहिँ कति राख्ने फ्युचर भ्यालु 1 रुपियाँ राख्ने र मैले इन्ट्रेस्ट रेट 10% भने थिए 1 + 0.10 को पावर 1 भने फर्स्ट इयरको इन्ट्रेस्ट रेट आउँछ हैन। फर्स्ट इयरको कति आउने भयो प्रेजेन्ट भ्यालु त 1 डिवाइड बाइ 1.10 भनेको 0.9091 भयो। ठीक छ 0.9091। त्यस्तै गरी 1 डिवाइड बाइ 1 + 0.10 को पावर 2 गर्नुभयो भने 0.8264 मतलब कि सेकेन्ड इयरमा चाहिँ मलाई 1 रुपियाँ प्राप्त गर्नु छ भने आज लगानी कति गर्ने 0.8264 अथवा सेकेन्ड इयरको 1 रुपियाँ आजको भ्यालु कति हो 0.8264। ठीक। अब यसरी नै भ्यालुहरु चाहिँ क्रिएट हुँदै जान्छ हो। यही कन्सेप्टलाई लिएर हामी अब के गरौँ भन्दाखेरि दुईटा चाहिँ प्रोजेक्टहरु लियौं। दुईटा प्रोजेक्टहरु यहाँ प्रोजेक्ट ए छ अनि मानले प्रोजेक्ट बी छ। प्रोजेक्ट ए मा चाहिँ हाम्रो क्याश फ्लो फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयरमा यहाँ 25,000 अनि 30,000 अनि 40,000 रुपियाँ तपाईलाई प्राप्त हुन्छ हो। यहाँ कसरी प्राप्त हुन्छ 40,000 प्राप्त हुन्छ अनि 30,000 प्राप्त हुन्छ अनि कति प्राप्त हुन्छ 25,000 रुपियाँ प्राप्त हुन्छ। ठीक छ। भनेपछि कुन बेटर? दुईटैमा 95,000 क्याश फ्लो छ, यसमा पनि 95,000 आउँछ, यसमा पनि 95,000। अब मलाई कुनै दुईवटा प्रोजेक्ट चुज गर्नु छ ए या बी मा भने म प्रेजेन्ट भ्यालुहरुलाई प्रयोग गरेर यो सबैको पैसा आजको भ्यालु कति हैन यो सबैको पैसाको आजको भ्यालु कति त्यो निकाल्छु। त्यो निकाल्नको लागि मैले के गर्छु भन्दाखेरि इयर 1 मा है फर ए को लागि हेरौँ है त। इयर 1 2 3 क्याश फ्लो कति छ? क्याश फ्लो छ यहाँ 25,000 र यहाँ कति छ 30,000 र यहाँ कति छ 40,000। अब हामी पीबीआईएफ टेबल हेरौँ। पीबीआईएफ @ 10% भ्यालु त मैले निकालिसके। फर्स्टको भ्यालु कति हो 0.9091 र 1 रुपियाँको भ्यालु 0.9091 हुन्छ भने 25,000 को कति? 1 रुपियाँको भ्यालु 2 वर्षपछि 0.8264 हुन्छ भने 1 रुपियाँको भ्यालुको आजको 2 वर्ष मतलब यही हो। मैले अघि नै तपाईले भने कि 1 रुपियाँको भ्यालु आजको भ्यालु कति हो 0.8264। 2 वर्षपछि तपाईलाई 1 रुपियाँ छ भने आजको त्यसको भ्यालु कति
0.8264 2 वर्षपछि तपाईलाई 30,000 छ भने आजको भ्यालु कति मल्टिप्लाई गर्दिने हैन त 1 रुपैयाँको यति भ्यालु हुन्छ भने 30,000 को कति हैन त्यस्तै 40,000 मतलब 1 रुपैयाँको 3 वर्षको हिसाब किताब गरे भने 0.7513 आउँछ 0.7513 आउँछ त यहाँ हामी डिस्काउन्टेड क्याश फ्लो लेख्छौं है डिस्काउन्ट भनेको डिस्काउन्ट दिएको हैन त्यसलाई पीबी ले मल्टिप्लाई गरेको डीसीएफ निकाल्नु पर्यो त 25,000 मल्टिप्लाइड बाइ 0. मिनिङ 25,000 को पैसा है 25,000 तपाईलाई 1 वर्षपछि प्राप्त हुन्थ्यो भने आज तपाईको भ्यालु कति हो 22,727.5 है मात्र कम पैसा छ यस्तो हिसाब किताब हैन भनेपछि टोटल आज म प्रोजेक्टमा लगानी लगाउँछु भने टोटल 95,000 को पैसाको आजको भ्यालु कति 77,531 रुपैयाँ 50 पैसा ठीक त्यस्तै गरी यदि म प्रोजेक्ट बी को क्याल्कुलेसन गर्छु भने प्रोजेक्ट बी को लागि तर दुईटै प्रोजेक्टमा प्रोजेक्ट ए को आजको भ्यालु 77,000 र प्रोजेक्ट बी को आजको भ्यालु 79,896 त मतलब भन्नुको मतलब आज मलाई सबभन्दा बढी प्राइस सबभन्दा बढी चाहिँ प्रोजेक्टको भ्यालु कसमा लाग्छ 79,896.5 यति क्याश फ्लो हुन्छ भनेपछि आजको भ्यालु यो र यो दुईटामा कुन चाहिँ बढी हुने भयो यो बढी हुने भयो त्यसकारणले मैले कहाँ इन्भेस्ट गर्छु त प्रोजेक्ट बी मा इन्भेस्ट गर्छु किनभने यसमा चाहिँ बढी क्याश इन्फ्लो भइराछ हुन त दुईटैको 95,000 हो तर 95,000 ए को भ्यालु आजको भ्यालु 77,531 र 95,000 बी को आजको भ्यालु 79 त त्यो भन्दा यो बढी भयो नि त यहाँ मलाई चाहिँ बढी पैसा प्राप्त हुन्छ त्यसकारण यो चाहिँ म केमा इन्भेस्ट गर्छु बी मा इन्भेस्ट गर्छु त्यही भएर पीबीआईएफ टेबल भनेको हरेक फ्युचरको के रे पैसाहरुको आजको भ्यालु चाहिँ केबाट निकालिन्छ पीबीआईएफ भन्ने टेबलबाट निकालिन्छ ठीक छ किनभने हामी प्रेजेन्ट भ्यालु अफ मनी मतलब फ्युचरको पैसाको आजको भ्यालु कति हुन्छ भनेर चाहिँ हामी तुलना अब हेर्नुस् पीबीआईएफ को कुरा त तपाईले बुझ्नुभयो अब पीबीआईएफ ए को कुरा बुझ्नु पर्यो पीबीआईएफ ए भनेको के पीबीआईएफ ए भनेको चाहिँ पीबीआईएफ को जोड हो दुईटै सबै पीबीआईएफ ले जोड्दै 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 जानुहुन्छ भने त्यतिबेला पीबीआईएफ ए चाहिँ आउँछ हैन हामी त फर्मुला घोकेर खुइ पीबीआईएफ जहाँ लाग्छ त्यहाँ पीबीआईएफ लाग्छ भनेर घोकेर गर्छौं त्यसरी एक्चुअलीमा चाहिँ नपढ्नु होला है त अब यहाँ हेर्नुस् यदि पैसा चाहिँ सेम छ भने मान लिनुस् यहाँ 25,000 नगरौं यहाँ 20,000 प्राप्त भइराछ है सबै ठाउँमा 20,000 रुपैयाँ प्राप्त भइराछ यहाँ पनि 20,000 मलाई प्राप्त भयो यहाँ पनि 20,000 प्राप्त भयो र यहाँ पनि 20,000 रुपैयाँ प्राप्त भयो ठीक छ अब के गर्ने यसमा पनि हामी प्रेजेन्ट भ्यालु निकाल्नु पर्ने छ ए को मान लिनुस् 10% चाहिँ ब्याज दर हो इन्ट्रेस्ट रेट इज 10% वीआईएफ कति पर्सेन्ट बनेछ 10% भनेको 0.9091 0.8264 0.7513 है यो चाहिँ रेटहरु हो पीबीआईएफ टेबल हेर्नु भयो भने थाहा लाग्छ क्याल्कुलेटरले पनि क्याल्कुलेट गर्न सकिन्छ भर्खर मैले तपाईलाई बताएँ ठीक अब हेर्नुस् है त यसको प्रेजेन्ट भ्यालु निकाल्नु प्रेजेन्ट भ्यालु निकाल्छौं भने डिस्काउन्टेड क्याश फ्लो डीसीएफ डिस्काउन्टेड क्याश फ्लो कति कति आयो हुन्छ तर यहाँ त 20,000 कमन छ नि सबै ठाउँमा त म्याथ युज गरे भने 20,000 कमन लिए अनि यो सबैलाई जोड्दिए मैले हैन यो सबैलाई जोड्यो भने 0.9091 प्लस 0.8264 प्लस 0.7513 यो तीनवटालाई जोडेपछि 2.4888 आएको छ हैन अब जो यस्तो आयो मतलब यो तीनवटाले जोडले यो आयो त यो भ्यालु भनेको कति भयो 20,000 मल्टिप्लाइड बाइ 2.4888 हैन भनेको 49776 यो जोडौं त 18182 plus 16528 plus 15026 भनेको यो 36 है 49436 यहाँ पनि 49736 नै आउँछ ठीक छ त मतलब के बुझ्यो भन्दाखेरि 68 हो कि कति हो यो 20,000 49736 divided by 20,000 भनेको 768 रहेछ ल त यो तीनवटा जोडेपछि कति आयो 4868 आयो 2.46 यो जुन भ्यालुहरु छ नि यसलाई भनिन्छ पीबीआईएफ ए हैन पीबीआईएफ ए भनेको चाहिँ यो जुन पीबीआईएफ टेबल छ
पिबिआइएफ जोड्दै 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 जान्छ। तब पिबिआइएफ टेबल हेर्नुहुन्छ भने पिबिआइएफए टेबलमा कति पर्सेन्टको हिसाबले 10% को हिसाबले इयर हेर्नुहुन्छ फर्स्ट इयरमा त यही हुन्छ 0.9091, सेकेन्ड इयरमा 0.9091 प्लस 0.8264 हैन। त 0.9091 प्लस 0.8264 भनेको भ्यालु कति भयो 1.7355 हैन। थर्ड नम्बरमा फेरि यो प्लस यो अथवा यो प्लस यो हैन प्लस 0.7513 भनेको त्यही हो 2.4868 भनेपछि यसरी चाहिँ पिबिआइएफ टेबल बनिरहेको रहेछ भन्ने बुझियो। तर पिबिआइएफ कति बेला पिबिआइएफ ए कति बेला युज गर्ने यदि कमन पैसाहरू छ भने त्यति बेला पिबिआइएफ ए युज गर्ने, किनभने यो कमन पैसा एउटै पैसा रिपिट भयो भने त यसको टोटलले मल्टिप्लाई गर्यो भने त्यही आन्सर आउँछ। किन अलग अलग मल्टिप्लाई गर्ने त, त्यही भएर हामी के युज गर्छौं प्रेजेन्ट भ्यालु यो पिबिआइएफ एन्युटी वाला युज गर्छौं। पिबिआइएफ किन युज गर्छौं किनभने यदि डिफरेन्ट क्याश फ्लो छ भने अलग क्याश फ्लो छ भने हामी पिबिआइएफ युज गर्ने र सेम क्याश फ्लो छ भने के युज गर्ने पिबिआइएफ ए युज गर्ने। अनि पिबिआइएफ ए कहाँबाट डिराइभ भएको पिबिआइएफ बाट डिराइभ भएको, पिबिआइएफ को सम नै के हो त पिबिआइएफ ए हो है। त यो चाहिँ कन्सेप्ट थियो पिबिआइएफ र पिबिआइएफ ए को, ठीक छ।